तपाईले हेम्पलाई भाँगा गाँजा भाँगो जे भनेर बुझ्नुहुन्छ नि यसको डन्डीबाट च्याउ कसरी उमार्ने भन्ने कुरो भनिरहेको छु है। सबैभन्दा भाँगाको डन्डीलाई त्यसलाई सानो सानो टुक्रा बनाउने राम्रोसँग पानीमा उमाल्ने एकचोटि पानीमा उमालिसकेपछि त्यसलाई चिसिन दिने प्लास्टिकको थैली लिने थैलीमा चाहिँ भाँगाको टुक्रा तल त्यो माथि च्याउको बिउ त्यो माथि भाँगाको टुक्रा फेरि च्याउको बिउ गरेर तह तह मिलाउँदै राख्ने है। जसरी तपाईहरुले च्याउ उत्पादन गर्नुहुन्छ त्यसरी नै उत्पादन गर्ने। भाँगाको च्याउ अति पौष्टिक तत्त्वले भरिभरा हुनुको साथसाथै परालको अरु चीजहरुको च्याउ भन्दा धेरै नै बढी फल्दछ है र पानी समय समयमा दिइरहनु पर्ने हुन्छ र यसलाई चाहिँ वातावरण स्वच्छ राख्नुपर्ने हुन्छ। जसरी अरु परालको इत्यादिको च्याउ उत्पादन गर्नुहुन्छ नि त्यस्तै तरिकाले च्याउ उत्पादन गर्न सक्नुहुन्छ। भाँगाको च्याउ छ सुकाएको छ भने म पनि मार्केटिङ गरिदिन्छु है। सुकाएर ल्याउनु होला। भाँगाको च्याउ भनेपछि धेरै रोगहरुको औषधि हुन्छ। भाँगोलाई खेर फाल्नु हुँदैन। यसको डन्डीबाट च्याउ उत्पादन गर्नुहुन्छ। रेसा सोरिसकेको जुन डन्डी हुन्छ त्योबाट पनि उत्पादन गर्न सकिन्छ है हजुरको। त्यसैले यसबाट डबल पैसा कमाउनु पर्यो हजुरले लागिरहनु पर्यो है। धन्यवाद। फलो गर्न त बिर्सिनु भए जस्तो छ है। नबिर्सौँ ल।